ओके विदेशमा चाहिँ सेकेन्ड बेबी प्लान गर्दाखेरि चाहिँ के चाहिँ माइन्ड सेटअप गर्दाखेरि राम्रो हुन्छ एज अ प्यारेन्ट्स बाउले पनि आमाले पनि भनौँ न फर्स्टमा चाहिँ मैले गरेको चाहिँ भन्छ है फर्स्टमा चाहिँ हामी बुढाबुढीले सल्लाह गऱ्यौँ कतिको डिस्टेन्समा बच्चा जन्माउने भन्ने ओके त्यसपछि फाइनेन्सियली प्लान भयो ओके त्यसपछि अर्को बच्चा जन्मेर आएपछि फर्स्ट बच्चा र अर्को बच्चाको डिस्टेन्समा कसरी हामीले त्यो बच्चालाई हुर्काउने भन्ने मतलब त्यो वातावरण कस्तो दिने भन्ने त्यसको बारेमा लर्निङ भयो अनि अर्को खाइसामा अब पहिला त रेन्ट गर्नु परेन तर खाइसामा पनि अब नजिकको कलिग्सहरूसँग एडभाइसहरू दिँदा अब आफ्नो कन्डिसन कस्तो छ खाइसामा के असर पर्छ त्यो पनि हुन्छ नि त के असर पर्छ त्यो पनि सरसल्लाह लिएर मैले चाहिँ टोटली सबै कुराहरू अब फाइनेन्सियल त भइहाल्यो सबै कुराहरू जस्ट नोट जस्तो गरेर अनि यो बेलामा चाहिँ जस्तै मैले यो बाबु यति वर्षको हुँदाखेरि चाहिँ यहाँबाट निकासी गर्छु यो टाइममा यस्तो यस्तो हुन्छ भनेर एउटा प्लान बनाएको थिएँ त्यो प्लानको रेसियोभित्र बसेर चाहिँ अनि हामीले निकासी गऱ्यौँ अनि निकासी भएको जस्ट प्लानभित्रै पर्यो कति रमाइलो क्या लाइक हुन्छ नि निकाजु गर्ने बित्तिकै प्याट बेबी हुनु भनेको अहिलेको जमानामा खाङ्गाएर नाइ हो नि त जापानमा पनि अनि लाइक हुन्छ नि अब बहिनी त भिजा होल्डर लाइक त्यो प्लान गर्दाखेरि मेरो भिजा अब अनेक हुन्छ नि त यहाँको कतिको गाह्रो भयो त्यसलाई प्लानिङ गर्नको लागि चाहिँ भिसाको लागि भिजा सम्बन्धी भयो नि त त्यस्तो गाह्रो भएन फर्स्ट बच्चा भइसकेको भएर कसरी गर्ने भन्ने त अब सबै थाहा हुन्छ नि त सेकेन्डमा त्यस्तो साह्रो खास गाह्रो त भएन भिसा सम्बन्धी यताउता चाहिँ तर म चाहिँ के रिकमेन्ड गर्छु भने सेकेन्ड बच्चा गर्नलाई पहिला डक्टरसँग कन्सल्ट गर्नु अरू त्यो पनि है भन्न छुट्यो मेरो डक्टरसँग कन्सल्ट गर्नु एकचोटि चेक गराउनु आफ्नो फिजिकल हेल्थ कस्तो छ त्यो पनि चेक गर्नु परिहाल्यो त्यो फर्स्टको उसमा पर्छ धेरै धेरै धन्यवाद समयको लागि बहिनीलाई हजुर धन्यवाद